गाइस चाहिँ भाइरल गरौँ होइन सो ह्याप्पी न्यू इयर गाइज अनि वेलकम ब्याक टु माई न्यू ब्लग होइन अनि आज चाहिँ न्यू इयरको उपलक्ष्यमा चाहिँ हामी चाहिँ सब दिदी अनि दिदीहरू बहिनी भएर चाहिँ घुम्न जाँदैछौँ। दिदी र म चाहिँ रेडी भएर चाहिँ अटो रोक्न बसिरहेको होइन रोडमा। तर भने बेला अटो नै पाइन्न कि हिजोको भिडियो नै हेर्नु होला होइन अटै पाइन्न त नि के गर्ने होइन। अब हामी चाहिँ अटो रोकेर अनि त्यसपछि चाहिँ घुम्न जाने होइन। ठाउँको नाम के थियो कस्तो झन्झटवाला नाम हो कि के त्यो ठाउँको नाम के कोटो कोट त कोटे हो होइन। तर त्यहाँ घुम्न जाने अरे सो इन्जोय द ब्लग होइन। सो गाइस चाहिँ दिदीहरू चाहिँ रेडी भइसक्नु भयो होइन। अनि त्यसपछि यो अनुसार दिदी चाहिँ घिन लाग्दै आयो भनेको थियो नि आज चाहिँ राम्रो आएन होइन। अनि यहाँ फोटो खिच्दै थियौँ अनि हाम्रो दिदी पनि रेडी भइसक्नु भयो होइन। अनि हामी चाहिँ अब अटो खोज्दै भाइ चोकै पुग्ने हो मलाई थाहा ओके लास्ट झन्झट गाइस हामी चाहिँ सेन्टर कलेजमा आइसक्यौँ होइन। दिदीहरू चाहिँ उति लाग्नुपर्छ। सो गाइस फाइनली हामी सेन्टर कलेजमा आइपुग्यौँ। मैले यो भन्न चाहिँ यसले जबरजस्ती ला हो मैले आफै कति अरे 1000 रुपियाँ दिएन मैले कति पनि देखेन। अब ए ठिकै छ अब हार दिदी भाइमा पनि पैसाको मोलसोल भयो है अब है। हिजो कति रे हिजो 50 रुपियाँ के गरेछ यो मेरोमा छ त्यही भएर पातलो पातलो होचो होचो रहेछ यो माछा अनि अरू केही छैन। अरू यहाँ फुलकुमारीहरू छन् न फुलकुमारी एउटा पिङ्क वाली एउटा व्हाइट पर्पल वाली अनि यहाँ चाहिँ फुलकुमारी आइरहेको। सो गाइस यहाँ चाहिँ हाम्रो चैसा छन् होइन हिरोइन अनि यहाँ चाहिँ खतरा भएर बसिरहेछन्। आज कहाँ जाने नि हामी थाहा छैन ए तिमीलाई बेच्दिने रे थाहा छैन रहेछ तिमीलाई। आइज हामी चाहिँ लिफ्टमा छौँ होइन अनि यिनीहरू डराइरहन् सो गाइस यहाँ चाहिँ खतरा आउँदो रहेछ। कस्तो लाग्यो तिमीहरूलाई डर लाग्यो है म छु नडरा आफै डराएर भाग लाग्यो। क्या अब अर्कोचोटि सो गाइस हामी चाहिँ हिँडिसक्यौँ होइन अनि यहाँ चाहिँ मान्छेहरू आउँदैछन्। मेरो सोर चाहिँ सुकिरहेछ सुक्छ केही चिचाउनु होइन ओइ चिचा होइन उयो सुकेछ न अन्दै सुकिरहेको छैन अनि हामी चाहिँ अब हिँड्न पर्यो। बस यहीँ आयो त
ओहो भाइ सरी है एक्सिडेन्ट होला हिँड्दै लाएर भाइ यस्तो घाममा भोलिसम्म काली भएर निस्किन्छु म कति नै गोरी भएछ अरे तँभन्दा त गोरी नै छु जसले नि हेर्नुहुन्छ अझै सोर सुकाउँछु भोलि मेरो कलेज जान पर्दैन सोर सुक्यो भने एउटा स्पिकर लिएर आउनु पर्छ कि नोट बुझाउँछ मेरो भोलि त्यही भएर मैले भ्याएन अनि सोर सुकेर कलेज नजाने के हो र बोल्न सक्दिनँ त्यही भएर न म बोल्नै सक्दिनँ म लहर्छु तपाईँलाई तँलाई ढोका थुनिदिन्छु म चुकुल लगाएर चुकुल म लगाएर ढोकै फोडिदिन्छु फोडिदिएको फोडिदिएको तिमीहरू के बोलो न हाई हाई हामी उकालो हिँड्दैछौँ मलाई साह्रै गाह्रो भइरहेको फर्स्ट एक्सपिरियन्स उकालो भनेको पुरा रोडवाला उकालो खुब सेन्टर कलेज भएको ठाउँ ओह्रालो जाँदा त सजिलो हुन्थ्यो नि है उकालो हिँड अब हामी गाउँले हो हामी गाउँले हो रे हिँड्न सक्छौँ कार आयो कार यहाँ घुम्न आउनु होला केही पनि छैन केही छ जस्तै लागेन मलाई रिसोर्ट हेर्न मात्रै सो गाइस मलाई चाहिँ केही छ जस्तै लागेन है स्विमिङ गर्न मात्रै आए मात्रै हो यहाँ त त्यही स्विमिङ हेर्न बोल्ने मान्छे अगाडि हिँड्ने त्यो त हुँदैन यहाँ कार आउनु लाग्यो भन्नुहोस् बिचरा भाइलाई छोडेर हिँड्दै खानु ढुक्क बस्छ भाइ हामीसित हिँड आऊ टेनिसाहरूले छोडिदियो के अरे आऊ हामीसित आऊ हिँड्न सक्ने त हामी नै हो क्या छ्या मान्छे र सुगाइ जान्छ यस्तो होटल छैन यिनले घर थाहा पनि त नि म स्यालबाट लडेको अन्त यो बाइकबाट तैसा कहाँ अरू तिमी हामी रेस्टुरेन्टमा आयौँ तर हामीले कहाँ बस्ने खानु पाएन अनि हाम्रो टेनिसाजीले चाहिँ लिएर हिँडिरहनु भयो होइन पुरा गाइड बनेर उता जानुभयो त हिँड्यो कि हिँड्यो टेनिसाको पछाडि हिँड्यो केही बोलो न बिचरा भ्लग नै आत्तिसक्यो होला कहाँ ल्यायो टेनिसा हामीलाई हामी डुलेको के हो ज्याउरा उता उता होला कि उता दिदीहरूले मार्छन् कि रे सो गाइस यहाँ चाहिँ यस्तो रहेछ होइन अनि घुम्दै फिर्दै चाहिँ टेनिसाको स्विमिङ पुल आयौँ हामी होइन यहाँ चाहिँ स्विमिङ गर्छन् यिनीहरू तिमीहरू अड्छौ हामीलाई हो कि माछालाई हो सबजना यहाँ आडा यस्तो सो गाइस यहाँ चाहिँ के यहाँ आएर कस्तो लाग्यो तपाईँलाई स्विमिङ पुल देख्यौ नि गाइस हाम्रो चाहिँ डेस्टिनेसन चेन्ज भयो हामी चाहिँ कपिल लास्ट जाँदैछौँ यत्रो बोलले सुनिन्न कि
सो गाइज हामी चाहिँ डेस्टिनेसन चेन्ज गऱ्यौँ हामीले होइन किनभने यहाँ चाहिँ केही नरहेछ त्यही खाना मात्र आउँछ रहेछन् कि त्यही बस खाने आउने बस्ने अनि खाने त्यति मात्र रहेछ अरू केही नरहेछ त्यहाँ चाहिँ हामी चाहिँ अर्को के अरे कविलास भन्ने ठाउँमा चाहिँ जानु लाग्यौँ होइन सो अनि हामी कति जाने अब कविलास जाने हामी है ऊ ए आमा जुन्डेको तिमी कहाँ त नि बस भाइरल गरौँ होइन अनुष्का दिदी सो गाइस सब थाकिसक्यो होइन सब लोथ गरेर बसिरहन् यहाँ सुते त्यो अर्कै टोलाएर बसिरहन् यहाँ सुतिसके सब सुतेछन् होइन एकजना कोही फ्रेस छैनन् म बाहेक गीत बजान सुते मैले सुनिनँ भिडियोले सुन्यो होला सो गाइस अहिले चाहिँ हामी चाहिँ के अरे यसको नाम कविलास है कविलास आइसकेको छौँ होइन अब यहाँबाट चाहिँ हिँडेर जाने हो आज हिँड्यो अब वर्षैभरि हिँड्नुपर्छ जस्तो लाग्छ है छिटो हिँड छिटो अनि अकेला आइसक्यो है Subscribe this channel, please. First you subscribe, okay? Okay. अरू के भन्नु हो अनि यी चाहिँ हाम्रो डान्सर बहिनी हुन् होइन अनि यिनको टिकटक डान्स सिक्न भने मसँग आउनुहोस् म राम्रोसँग सिकाइदिन्छु है त्यसैको साथ हामी चाहिँ कविलासमा आइसक्यौँ होइन अनि हाम्रो दिदीहरू चाहिँ झ्याउमान राख्न होइन तर मलाई चाहिँ लाग्ने कति पनि झ्याउ लागेन मलाई लाग्ने है हो गाडीभरि सुत्ने उयो सुत्नु त परिहाल्यो नि मेरो सुत्ने काम हो पढ्ने काम नि अनि खाने काम नि अब स्कुल सुरु भएछ कति 6 क्लासमा है अब अच्छा आज झ्याउ लाग्छ अब वर्षैभरि झ्याउ लाग्छ मलाई थाहा सुतेर गर नि भनेको गाडीभरि सुतेर आज आधी घन्टा त सुत्यो होला आधी घन्टा सो गाइस सब चाहिँ थाकेर चाहिँ लुज गरिसकेको छन् त्यही भएर हिँड्न पनि सकेनन् है अनि जो स्विमिङ खेल्ने हामी त्यति मात्रै हिँड्छ हेलो फाइनल्ली गाइज यस्तो थकानपछि हामी आइसक्यौँ त्यो अङ्कलले चाहिँ मलाई घुरेर हेर्नु चौध बोलाएर यता सबैले कता सो गाइज हामी चाहिँ खाजा खान बसिरहेको होइन सो गाइज अहिले चाहिँ हामी चाहिँ खाजा खाएर चाहिँ स्विमिङ पुलतिर जाँदैछौँ होइन अनि यहाँ चाहिँ एउटा पुल रहेछ अनि यहाँ चाहिँ यिनीहरू आउँदैनन् है अनि यहाँ चाहिँ यस्तो पुल है यस्तो पुल चाहिँ कति हिँडेको कति यहाँ चाहिँ यो चाहिँ के फन पार्क हिँडेर चाहिँ
सो गाइज अहिले चाहिँ हामी चाहिँ ब्रेक डान्स खेल्न लाग्छौँ होइन अनि यहाँ चाहिँ टेनिसा रमेर होइन अहिले डराउनु बेर होइन होइन अनि यो बहिनी चाहिँ कति पनि डराएनन् है यिनी डराएनन् रे अनि यिनको आडा बसेको बहिनी पनि डराएनन् डराउनु त म मात्र कोही पनि डराएनन् अनि यो भाइ पनि डराएनन् है अनि त्यसपछि उहाँहरू पनि डराउनु होइन अनि उहाँ बसेर हेरिराख्नु भएको होइन जो डराउटी हुनु हो त्यो चाहिँ उहाँ बसेर हेर्नु हो कि होइन अनुष्का दिदी यो बीचको खेल्दियो नि यो बीचको खेलेको हजुर बीचको खेल्दियो नि खेल्ने माथि लान्छ अनि खनाल नै घुमाइ यसरी घुमाउँछ सुरु नलादै बन्द गर्नु अब कस्तो लाग्छ तिमीहरूलाई अहिले थाहा पाउँछौ अहिले बस केही न यता दाइ हो उता केही न बाई बाई कविलास भनिदियो कविलास सो गाइस अहिले चाहिँ हामी चाहिँ कविलास रिसोर्टबाट चाहिँ फर्किन लाग्यौँ होइन अनि पिङ पनि खेल्यौँ अनि स्विमिङ गर्नेले स्विमिङ नै गर्नुभयो अनि उहाँहरूले पिङ खेल्नु मैले पनि पिङ खेलेँ मजा आयो होइन अनि कविलास रिसोर्ट चाहिँ एकदम दामी रहेछ घुम्न मलाई आयो भने चाहिँ यहाँ आउन सक्नुहुन्छ तर त्यो के कोट रे बिरुङकोट हो त्यहाँ चाहिँ नजानु त्यो भयो नि हो अनि त्यहाँबाट चाहिँ हामी फर्केको होइन त्यही भएर चाहिँ हामी चाहिँ अब यहाँबाट फर्किँदैछौँ गाडी चाहिँ उता यहाँबाट हिँडेर जानुपर्छ होइन अब सिधैमा गाडी यहाँ गएर भेट्छ हामी चाहिँ फ्यामिली चाहिँ गाडीमा आइसक्यौँ होइन पिकनिक खेल्छौँ घुमाउन पनि घुमाउँछ फर्केको फर्केर छौँ पछाडि बसेर मजा अनि अगाडि चाहिँ आउँदै हुन्छ मान्छेहरू आफ्नै छ पारा केही बोल्नुहुन्छ कि भयो केही बोल्नुहुन्छ कि हो अब उहाँ चाहिँ त बोल्नुहुन्न मलाई थाहा है केही बोल्नुहुन्छ कि आसी कसरी किन अनि भाइलाई चाहिँ निन्द्रा लाग्छ थकै लाग्छ है अनि यहाँ चाहिँ मिठो गफ चलेको होइन कलेजमा सो गाइज अहिले चाहिँ हामी चाहिँ खाजा होइन खाना खानको लागि चाहिँ एउटा होटलमा जाँदैछौँ त्यो होटलको नाम चाहिँ पुरानो तन्दुरी भन्ने ठाउँ होटेलमा चाहिँ जाँदैछौँ हामी चाहिँ होइन अनि यहाँ मान्छेहरू छन् होइन खाना जाने टोली हो गाइस टोली ग्याङ कता हो अन्त चौकतिर कता हो हामी लाइन्स चौकतिर पुल चोक भन्नलाई ए लाइन्स चोक हो आज चाहिँ उहाँ चाहिँ केही बोल्नु भएको होइन एकदम थकित होइन उहाँ आज डराउनु भएको अनि उहाँहरू पनि अझ केही बोल्नु भएको होइन त्यही नै काफी छ दिदी छक्का किनभने उहाँ आफै
हाइलाइट स्पोर्ट लोकेसन देखाउनु त कहाँ हो खै गाइस अब हामी केही बुझ्नु भयो भने चाहिँ कमेन्ट गर्नु है त्यसो भए आज हामीले के पायौँ आज हामीले के पायौँ के पायो नयाँ उहाँ पछाडि के छक्का यस ए त्यो त पहिल्यै थाहा थियो के नयाँ पहिल्यै थाहा थियो म साथीको दिनको सुरुवातै फर्केर भएको थियो अब जतिखेर पनि फर्किनु भएको अब जहिले पनि फर्किन्छ यस सो गाइस हामी चाहिँ मामा घर आइपुग्यौँ होइन हाँडी खाना खाएर है अनि त्यसपछि कस्तो लाग्छ तपाईँलाई यहाँको खाना हजुर फ्युचरमा तिम्रो त्यस्तै हुन्छ त्यस्तो गर्ने मान्छे होइन कि अच्छा जी कस्तो लाग्यो यहाँको खाना कस्तो लाग्यो यहाँको खाना कस्तो लाग्यो हिमा पाएको थियो फाल्नुहुन्न भनेर यिनीहरूले सल्लाह दिन्छन् है हो कि न मामा घरमा खासै मिठो थिएन गाइज कस्तो मिठो थिएन मिठो के थिएन हेर्नु अगाडि हुन्छ बस यसलाई के भन्छ अरे यसलाई यो चाहिँ सुपारी हो सिरा सुप हो यो खाना चाहिँ आउनु है चितवनको चहल पहल हो होइन 11 जानुहुन्छ बाई 11:30 बजीतिर आउनु है 4 जना आइपुग्ने त्यहाँ 4:30 बजे बाई 11:30 जाफे कहिले आउन सक्दैन फाइनली गएर जान्छु घर आइसक्यौँ होइन यो भिडियोलाई लाइक अनि सब्सक्राइब गर्नु